मेरो लागि सबैभन्दा महत्त्वपूर्ण मेरो सपना हो। चाहे साथी रिसाउन्, मलाई मतलब छैन। मेरो लागि मेरो सपना नै उत्कृष्ट छ। त्यसलाई मैले झन उत्कृष्ट गर्दै जाने, त्यसमा पूर्ण सन्तुष्ट हुने। मेरो सपना यो भीड जस्तो छैन, त्योभन्दा माथि छ। म यो करोडौंको समयलाई त्यत्तिकै वाहियात कुरामा खेर फाल्दिन। वाहियात कुरा सोचेर आफ्नो करोडौंको समय बर्बाद गर्दिन। नकारात्मक कुरा सोचेर म आफ्नो करोडौंको समय बर्बाद गर्दिन। म सचेत भएर यो नकारात्मक सोच हो, यो दिमागमा आओस् न यसको बारेमा सोच्छु न लड्छु। यो आओस्, यसलाई सामान्य कुरा जस्तै ठान्छु। यस्तो वाहियात कुरा सोचेर आफ्नो करोडौंको समय खेर फाल्दिन। म अहिलेबाट यदि वाहियात कुरा मेरो होइन, मैले सोच्ने होइन, म आफ्नो करोडौंको समय खेर फाल्दिन। यो मैले जसरी पनि हालमा गरिराख्ने, सोचिराख्ने यस्ता नकारात्मक कुरामा म यति पनि आफ्नो करोडौंको समय खेर फाल्दिनु भनेर जानिराख्ने। मेरो लागि मेरो सपना, लक्ष्य र काम महत्त्वपूर्ण छ। मलाई मेरो सपना पूरा गर्नु छ। म जे गर्छु त्यसलाई हेर्दै, अनुभव गर्दै आफ्नो काम गर्दै जान्छु। अबको केही समयमा मिलियन सब्सक्राइबर्स र करोडौंमा पैसा हुन्छ मसँग। म काम गर्छु, म उत्कृष्ट दिन्छु अनि मसँग मिलियन सब्सक्राइबर्स र करोडौं पैसा हुन्छ। अबको केही समयमा यो 100% हुन्छ। 100% नै सत्य हो।